चाहिँ तपाईहरुलाई आजको फेस्टिभल जनवरी 1 तारिखको नजारा म तपाईहरुलाई देखाउँदै छु। अब चोक घुम्न जाने भएन जान 2025 जनवरी 1 तारिख आज चाहिँ इन्डियनहरु तर आएको छैन यसपालि। म चाहिँ अब चोक जान्छु अनि चोक गएर यतातिर सबैतिर मेला लागेको तपाईहरुलाई देखाउँदै छु है साथीहरु। पसल अगाडि चाहिँ यस्तो गेट बनिरहेको छ, स्टलहरु यसरी बनाएको छ। आइसुकोला भाइहरु पनि घाम तापिरहेको रहेछ। यहाँ सुनहरु आएको रहेछ, कति कति तोलाको सुनहरु तपाईहरुको बेसी भएर देखिनु। भिडभाड यहाँ सुन किनेको भिडभाड चलिरहेछ यहाँ। मोमोहरु पनि बनाउनु भएको छ। ल स्टलमा यस्तो छ। यहाँ चाहिँ पान पसल, सिङ्गडा, जेडी पाको, यहाँ यस्तो। यहाँ चाहिँ स्टलहरु यसपालि खाली खाली छ स्टलहरु। यहाँ चाहिँ यो लडाउने खोइ यहाँ त छैन नि तिर हान्ने मान्छे। खोइ कसले मार्दैछ? ल यस्तो पो रहेछ भेटारको यो हाम्रो स्टलहरु त। यहाँ त खाली खाली रहेर गाह्रो पर्यो। पर चोक जान्छु। चोकमा चाहिँ होला अलिअलि मान्छेहरु। लुगाहरु आयो। हेलो हेलो हाम्रो बहिनीकोमा आएर यहाँनिर लानु होला ढाकाको लुगाहरु हैन। सुन्दलाहरू रातो रातो सजाएर राख्नुपर्छ। कत्रो ठुल्ठुलो फलेको यो इस्कुसको जरा। इस्कुस सुन्तला सुन्तला पाहाडमा आएपछि इस्कुस त कति हो कति। सुन्तला इस्कुस यो कहाँको सुन्तला दिदी? यत्रो ठुल्ठुलो चिन्ताङको हो कि क्या? कत्रो ठुल्ठुलो क्या? यो भिडियो चाहिँ मैले 4 महिना अगाडि नै खिचेको साथीहरु। जब यहाँ भेटारमा फुड फेस्टिभल चलिरहेको थियो जनवरी 1 तारिखको दिन जहिले यहाँनिर चाहिँ भेटारमा
जुन अङ्ग्रेजी साल सुरु हुँदाखेरि चाहिँ यहाँनिर फेस्टिभल हुन्छ 3 दिनको लागि। अनि जनवरी 1 तारिकको दिन चाहिँ मैले सुरुको दिन भिडियो गरेको थिएँ। अनि भेटरमा कस्तो कस्तो हुन्छ के प्रदर्शनीहरू हुन्छ भनेर मेमोरीको लागि चाहिँ खिचेको थिएँ, नभएर मैले पोस्ट गर्नु भ्याएको थिइनँ। अनि आज चाहिँ यसो मोबाइलहरू जाँदाखेरि मेमोरी हुन्छ भनेर चाहिँ भिडियो एडिट गरेर साथीहरू पोस्ट गरेको छु। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु भयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यसरी नै माया गर्दै गर्नुहोला। अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। यो कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गरिदिनु होला। अनि म यस्तै भिडियो लिएर आउने छु। अहिले बिदा हुन चाहन्छु। बाई बाई।